गौरीबहादुर कार्की आफै डिस्कटमा छन्। गौरीबहादुर कार्की जो आएका अध्यक्ष हुनुहुन्छ नि ऊ आफै छन् यो डिस्कट चलाउनेमा। आगो लगाउनुपर्छ, सक्नुपर्छ, मार्नुपर्छ भन्नेमा ऊ आफै छन्, उक्साउनेमा। उहाँहरू पढ्ने कि नपढ्ने होइन, उहाँहरू पढ्ने कि नपढ्ने। जेल भत्काउने कुरामा रवि लामिछानेकै नाम छ भन्ने सुने मैले। उहाँ पढ्ने कि नपढ्ने, उहाँ पढ्ने कि नपढ्ने। त्यसले गर्दाखेरि 23 गतेको घटनाको केपी ओली, रमेश लेखक, सिडिओ लगायत सबै पक्रिँदै गर्दाखेरि 24 गतेको घटनाको मान्छेहरूलाई पनि पक्रिनुपर्छ र डिजाइन गर्नेहरूलाई, जसले देशको यस्तो सम्पदा, जो नेपाली हो त्यसले सिंहदरबारमा आगो लाउँदैन। सर्वोच्च अदालत, जनताको सर्वोच्चता पोखेको सर्वोच्च अदालतमा आगो लाउँदैन। जनताको कानुन बनाउने संसद भवनमा आगो लाउँदैन। त्यसले गर्दाखेरि यी सबै डिजाइन गर्ने र 24 घण्टामा जुन सट्टा प्लट भयो, म एउटा कुरा भन्छु, त्यतिखेर पनि सुशीला कार्कीले यही राष्ट्रपतिसँग